वेलकम टु माई फर्स्ट एन्ड न्यू ब्लग। आजदेखि चाहिँ म ब्लग बनाउँदैछु। आई होप हजुरहरूले पनि मलाई हेल्प गर्नुहुनेछ अनि मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु ल सबैजनाले। अनि मलाई चाहिँ एकदम रहर लाग्छ ब्लग बनाउन हैन। यो चाहिँ मेरो फर्स्ट ब्लग हो, मैले अहिलेसम्म बनाएको छैन। अब लेट्स सी के हुन्छ हैन। अनि अब म चाहिँ उठेर नुहाएँ। आज चाहिँ स्याटरडे हो, आज घरको चाहिँ सरसफाइ गऱ्यौँ हैन सबैजना मिलेर। अनि अब चाहिँ म खाना बनाउँदैछु। अनि आज हामी घुम्न जाने भन्ने प्लान छ, हेरौँ के हुन्छ हैन। शीतल शीतल छ आज बुटोलमा, त्यस्तो धेरै गर्मी चाहिँ लागेको छैन। त्यही भएर अब के हुन्छ म हजुरलाई देखाउँछु है त। ल बाई बाई। गाइस मैले चाहिँ छिटो छिटो लन्च बनाएँ हैन। आज चाहिँ स्याटरडे, अरू पनि काम गर्न छ, त्यही भएर मैले चाहिँ फटाफट लन्च गरेँ बनाएँ हैन। यो चाहिँ दाल बनाएँ, अनि यो चाहिँ बोइल सब्जी बनाएँ। अब धेरै फ्राई खाइरह हुन्छौँ नि त गर्मीमा, त्यही भएर हामीले चाहिँ बोइल चाहिँ लगभग डेली नै खान्छौँ हैन। यो चाहिँ बोडी अनि आलुको सब्जी हो। अनि यो चाहिँ चिकन ग्रेभी हो। चिकन चाहिँ मैले आज थोरै बनाएँ किनकि मम्मीहरूले चाहिँ खानुहुन्न, आज एकादशी है छ। अनि यो चाहिँ सलाद भयो। अनि यहाँ चाहिँ करेला छ, थोरै बनाएको छु करेला पनि। अनि यो चाहिँ टमाटरको चटनी बनाएको छु। यति नै हो साथीहरू आजको लन्च। रेडी हुँदैछौँ, मेरो बहिनीहरू चाहिँ रेडी हुँदैछ अनि म पनि रेडी भइसकेको छु लगभग हैन। अब चाहिँ हामी घरबाट निस्किँदैछ। हामी चाहिँ सरल लोकल बस्न जाँदैछौँ बनपाटीका सबैजना भएर। हामी चाहिँ अब बनपाटीका पुग्न थाल्यौँ होइन। चाहिँ फाइनल्ली अब पुग्दैछौँ, त्यहाँ टावर देखिसक्यो बनपाटीकाको। हामी चाहिँ यहाँ भुजाहरू किन्दै खान्छौँ चटपटेलाई। हामीले चाहिँ यहाँ चटपटे किनेछौँ होइन, चटपटेको लागि सामानहरू। अनि हामी जान्छौँ त्यहाँभित्र। गाइस हामीले चाहिँ चटपटे खानालाई चटपटे र चिसो लियौँ। यहाँ मम्मीहरू चाहिँ रेडी हुनुहुन्छ। ल खै मलाई हेर त एकचोटि खाइलो त मैले चुस्छु। यो चाहिँ बनपाटीका हो, हजुर पनि यहाँ भिजिट गर्न सक्नुहुन्छ। बुटोलमा बस्नुहुनेहरूलाई त सबैलाई थाहा छ होइन, यहाँ आएर घुम्न सक्नुहुन्छ। टिकट काट्न लाग्दैछ। हामी चाहिँ भित्र पस्दैछौँ, देख्न सक्नुहुन्छ। गाइसहरू हामी चाहिँ बनपाटीका छिरिसकेको छौँ। गर्मी चाहिँ गर्मी नै छ यहाँ, अलि तलतिर चाहिँ अलिक गर्मी नै है छ होइन। तर ठिक छ, केही छैन, एकछिनमा शीतल होला होइन। यहाँ चाहिँ पार्कहरू छ होइन, हजुर पनि आएर डुल्न सक्नुहुन्छ। पसिनाले बेहाल बेहाल भएको छु गाइसहरू। कटर खाने मन छ भने चाहिँ यहाँ बनपाटीकामा आउन सक्नुहुन्छ। जति पानी रहेछ आमामा, तर के गर्नु, आकाशको फल आँखातरी मर हाम्रो होइन। गाइस फाइनली हामी यहाँ भेटाइम बस्ने ठाउँ यसो गर्मी छ। हाम्रो चाहिँ यहाँ चटपटे, अब चटपटे बनाएर चिसो चटपटे खाने। चटपटे मसला ल्याएको होइन नानी, एकचोटि ल्याउन खान गएर हामी त मेकअप गर्दै खानु भनेर बस्यो। गाइस हामीले चटपटे बनायौँ, अड्को पड्को तेलको धुपवाला। बनपाटीकामा नास्ताको हामीहरू चाहिँ चटपटे खाएर सक्यौँ। यहाँ चाहिँ यस्तो रमाइलो छ है, धेरैजना मान्छेहरू आउनुभएछ, शनिबार भएर होला। यो चाहिँ बनपाटीकाको यो पछाडिपट्टिको पार्ट हो होइन। यहाँ चाहिँ जङ्गलहरू, जूहरू छ, यहाँ जूमा पनि हेऱ्यौँ। अनि यहाँ चाहिँ फोटोहरू पनि खिच्यौँ एक दुईवटा होइन। हेलो साथीहरू, हामी चाहिँ बनपाटीका घुमिरहेछौँ अहिले। हामी चाहिँ त जङ्गलतिर आइरहेछौँ अहिले होइन, फोटोहरू खिच्न अनि जू हेर्नलाई। गाइस यो पार्कको नाम चाहिँ पुष्पलाल पार्क हो। यो चाहिँ बनपाटीकामा अवस्थित छ। नानीले भन्छ कहाँ आएको नानी, कहाँ आएको भनिदियो त, बोल्दै कहाँ आएको माथि। ल घर पनि जान्न यतै पर्छु ल सारो, म त यतै पर्छु पसारो। तर हामी चाहिँ सबैतिर घुम्यौँ अनि एकछिन रमाइलो पनि गऱ्यौँ अनि हामी घर फर्क्यौँ। तर मैले लास्टको क्लिपहरू चाहिँ क्लिक गर्न भुलेछु होइन, किनकि यो मेरो फर्स्ट ब्लग हो, त्यही भएर हजुरहरूले मलाई बुझ्नुहुनेछ। थ्याङ्क यू।